ललितको गाइज भिडियो खै के भएर काटेछ के हाम्रो आइस भाइ चाहिँ त्यहीँ गयो क्या मलाई कस्तो लाज लागिरहेछ कि यो त्यो गर्न गाइज म चाहिँ पढ्दाखेरि फर्किन नि कस्तो भइरहेछ कि यतातिर कस्तो लागिरहेछ क्या अनि त्योभन्दा बरु म जान्छु त्यो आउँछ कस्तो लाज लाग्छ क्या गाई छिर्नु मलाई यो के भन्नु आँटेको थिएँ के भयो होइन लान चाहिँ मजा आउँछ नि गाई फेरि आइज भन्नु पर्ला ए आइपुगिस् आइज भन्नु आँटेको मैले कस्तो लाज लाग्छ क्या मलाई त्यस्तोतिर आन्टीहरूले हेरेर मजा हुन्छ कस्तो हुन्छ त्यही अस्ति म लडाएँ कसरी कहाँ लडाएँ म ठ्याक्कै त्यहाँ अलिकति खतराले लडाएको छ नि गाई चाहिँ भिडियोमा त भिडियो हालेको छैन होला है यहाँबाट ब्याङ ल्याङ बुङ लडायो गइरहेछ गाइज गयो उमेको कहाँ गयो काले आइसले गाइज वा क्या स्पिडमा आयो गाइज ब्रेक ल धकाल्नु पक धकाल्नु मरे गाइज साइकल रेस्ट एन्ड पिस मरे साइकल हेलो गाइज लगाइ चाहिँ याद धेरै थाक्यो हजुर कसरी थाक्यो भन्दाखेरि हेर्नु यस्तो उकालो छ त थाकिहाल्छ नि उकालोबाट होइन यो गाइज झराउने बेला यसले चलाउँछ गाइज म चलाउँछु क्या त पछाडि उठेर बस्ने त्यो पिच भरि म चलाउँछु नि त ओह्रालोमा त चला ल के पछाडि बसेर गर्ने हो ल गाइस पछाडि बसेर गर्ने रे ओके लेट्स गो मलाई त कसो लागिरहेको छ भने आइस छायामा नि हेर्नु टाउकै कत्रा ढिलो देखिरहेको छ अगाडिको सबभन्दा चप देखिरहेको यो हेलमेट त तैँले लाउनुपर्छ रुख त देख्दैन केही पनि तैँले छेक्छ देख्दैन त्यो टाउकोले छेक्छ रुख भने लगायो तै लगा गाई चाहिँ लगाउँछ अब मेरो आइस राइडर टाउकी कस्तो हल्लिन्छ यार कस्तो हुन्छ अनि अहिले त्यो चलाउनु मेरो उता मेरो पालि आँखाले देख्दैन मुजी रन्डीको छोरा आँखाले देख्दैन यो क्लिप यो हाल्नुपर्छ क्या पहिला लगा देख्दैन कि आँखा नै मैले हेलमेट लगाएन त यसरी म यो मोबाइल गर्छु हुन्छ के मोबाइल निकाल्छु ल